उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर 8 मा पर्ने बोप्ताङ गाउँ अहिले भाइरल गन्तव्यको रूपमा चर्चामा आएको छ। प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र सप्तकोशीको दृश्यसँगै यहाँ सुरु गरिएको प्याराग्लाइडिङले आन्तरिक पर्यटकको आकर्षण खिच्न थालेको छ। नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशी माथि हावामा उड्न पाइने अनौठो अनुभव बोप्ताङमा पाउन सक्नुहुनेछ। पहाडको काखबाट खुलेको आकाशमा उड्दा पर्यटकले सुनकोशी, तामाकोशी, अरुण लगायत नदीहरूको संगम देख्ने सौभाग्य पाउँछन्। एकातिर कोशी करिडोरको दृश्य, अर्कोतिर हरियाली जंगल र गाउँ बस्तीले यो ठाउँलाई सुन्दर बनाइदिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ अनुसार प्याराग्लाइडिङको ट्रायल सफल भएसँगै बोप्ताङ क्षेत्रलाई पर्यटकीय नक्सामा चिनाउने तयारी भइरहेको छ। स्थानीय युवा, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यहाँको तस्बिर र भिडियोहरू भाइरल बनाउँदै आएका छन्। यसै कारण बोप्ताङ अहिले प्याराग्लाइडिङको हबका रूपमा चर्चामा छ। बेलका नगरपालिका र स्थानीय पर्यटन प्रबन्धन समितिले प्याराग्लाइडिङ पूर्वाधार विस्तार गर्ने र आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्दै पर्यटकहरूलाई थप आकर्षण गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्। पर्यटकहरूको भनाइमा बोप्ताङबाट देखिने सूर्यास्त, सप्तकोशीको बीचबाट देखिने नदी द्वीपहरू र शान्त पहाडी मौसमले गर्दा यहाँको अनुभव अविस्मरणीय हुने गर्छ। भाइरल बनेको बोप्ताङ अब प्याराग्लाइडिङको नयाँ गन्तव्य मात्र नभई उदयपुरको आर्थिक र सांस्कृतिक उन्नतिमा पनि योगदान पुर्याउने सम्भावना देखिएको छ। रेडियो बेलका FM उदयपुर बेलकाबाट कविता राईको एक रिपोर्ट।